ओइ खोला हातले ए रन्डी झन्डा हान्दै भयो रन्डीको मालले त माछ सिक्ने त्यो छ नि त यार तपाईँ थट दा यार दयार भएन हेलो नमस्कार वेलकम बैक टू माई चैनल आज ब्लग छ हजुरहरु सन्चै आएर हुनुहुन्छ ल म एकदम सन्चै आएर पछि राइड निस्किन लाग्यो आज शनिबार है अनि आज चाहिँ सो नगरकोटतिर जानु पर्यो है नगरकोटतिर नगएको नौले कति भयो आज यसो नगरकोटतिर जानु पर्यो अनि त्यो एक्टिभा 4 पाङ्ग्रे बाइक छ नि त्यहाँ छ नि त नगरकोटतिर कता छ त्यो चलाउनु मन लागिरहेको छ मलाई हैन ट्याक्क नगरकोटतिर जानु पर्यो अनि हाम्रो आरबी साथी पनि आउँछ उताबाट अहिले काठमाडौँबाट आउँदैछ अहिले चाहिँ 10 बजे आयो ट्याक्क उता नगरकोट छिर्ने बाटोमा भेट्छ अहिले म चाहिँ एउटा एक्लै निस्किनु पर्ने हुन्छ यस्तो मस्तको घाम लागिरहेछ है देख्नु सक्नुहुन्छ गाइस यस्तो भइरहेछ ल म चाहिँ घरमै छु पानी चाहिँ नपर्ला नि है पानी पर्दैन होला घाम चर्किरहेछ त्यही एउटा निस्किन लाग्यो बाइकको कुरा मोटो भ्लगमै गरिदिनु होला त ल त केटा म चाहिँ घरबाट ट्याक्क निस्किदिएँ आरबी साथीले फोन गरेको थियो उताबाट म निस्किसकेँ आउँदै गर भन्दै थियो अनि म पनि निस्केँ यहाँबाट मलाई यहाँबाट लगभग नगरकोट जाने मुख वहाँ भक्तपुरसम्म पुग्नलाई आधी घन्टा चान्चुन लाग्छ आधी घन्टा चान्चुन लाग्छ 1 घन्टा लाग्ला बिस्तारै जान्छु म अब हेरौँ त्यहाँबाट चोक कतिखेर आइपुग्छ साथी तर साथी त चाँडै आइपुग्छ होला किनकि त्यहाँबाट सब पिछै हो नि त उताबाट आउनु त पिछै हो अनि जे हो नि छिटै आइपुग्छ उताबाट मलाई चाहिँ अलिकति टाइम लाग्ने हो क्या अब आजको राइड के कस्तो हुन्छ हेर्दिनँ होला टक्क पारेर है साथी आउँदैछ साउन्ड चाहिँ लास्टै लाउड छ नट लाएर टालेर आउनु भन्दैछ र टालेपछि चलाउनै मजा लाग्दैन कि यत्तिकै साउन्ड हुँदा चलाउनु मजा आउँछ तर मजा आएर मात्र के गर्नु होइन अहिले आमाले भेट्यो भने चिट हालिदिन्छ के गर्नु गाह्रो छ आज नगरकोटसम्मको राइड हाम्रो ओए नेक्स्ट राइड चाहिँ त सिन्धुलीतिर जानु पर्ला सायद म त राइडै राम्रोसँग हिँड्दिनँ हो खासमा म राइड अहिले राम्रोसँग नहिँडेको चाहिँ अब मैले अस्ति नै यता हेटबाट जाँदाखेरिको भ्लग कतिले हेर्नु भयो होइन त्यो बेला मैले भनेको थिएँ म राइड अहिले धेरै कम हुनुको कारण त्यो भ्लगमा छ मैले भने पनि थिएँ हजुरहरूलाई कतिले हेर्नु भयो होइन अनि त्यो कारणले नि हो अनि अहिले त्यसपछि के भयो राइडै गएन त्यसपछि मनै मरेर आइसक्यो क्या अनि फेरि युट्युबमा पनि प्रब्लम दिइरहेको थियो क्या त्यो गुगल एडसेन्स पिनमा अस्ति नै त्यो डलर चाहिँ टन्नै थुप्रिरहेको छ तर के अरे त्यो के देखाइरहेको थियो क्या त्यहाँ त्यो कारणले त्यो पैसा निकाल्नु मिलिरहेको थिएन क्या युट्युबबाट अनि त्यही भएर पनि मैले खासै गरेको थिएन फाइनली मेरो त्यो प्रब्लम सब सल्भ भइसक्यो है मैले आफ्नो अकाउन्ट सब बनाइसकेँ सब रेडी भइसक्यो है अब मेरो चाँडै पैसा आउँदैछ युट्युबबाट मेरो पनि है युट्युब फर्स्ट पेमेन्ट निस्किँदैछ है सायद यही महिनाको आज कति तारिक भयो आज 12-13 तारिक कति होला यही 21 तारिकतिर आउँछ होला मेरो युट्युब फर्स्ट पेमेन्ट आउँदैछ है त केटा मेरो पनि बडा एक्साइटेड छु म युट्युबको पेमेन्ट लिनलाई पैसा आयो भनेर खुसी होइन कि म चाहिँ मेरो युट्युब हुन्छ नि त युट्युबबाट नि एउटा हुने ठाउँ भयो भनेर क्या अब जस्तै युट्युबबाट नि सुरु भयो नि त होइन त्यहाँसम्म पुग्नलाई मान्छेलाई कति मिहिनेत गर्नुपर्छ कति के गर्न सक्दैन मान्छेहरूले कति गर्छ अनि छोडिदिन्छ होइन तर युट्युब पनि भने जस्तो सजिलो छैन यार युट्युब लाइभ गर्नलाई पैसा वाइल खर्च गर्नुपर्छ पैसा वाइल खर्च गरेर हिँड्नुपर्छ है भने जस्तो सजिलो चाहिँ छैन कि यार जो पायो त्यसले चाहिँ युट्युबतिर चाहिँ नछिर्दा पनि हुन्छ त्यो अब होइन अब सिधा भन्नुपर्दा होइन पैसा त्यति छैन होइन
पैसा त्यति छैन यताउता हुन्छ नि त अब सबैसँग पैसा कहाँ हुन्छ होइन त्यस्तै हो भने चाहिँ युट्युबतिर नछिर्दा नि हुन्छ किनकि धेरै गाह्रो हुन्छ कि आफ्नो हुनु पऱ्यो केही न केही एउटा कला हुनु पऱ्यो होइन भन्छ नि कि कला हुनु पऱ्यो कि गला हुनु पऱ्यो भने जस्तै त्यही हो कि अब आफ्नो त्यस्तो केही ट्यालेन्ट कला केही हुनु पऱ्यो नभए चाहिँ सकिँदैन यार युट्युबमा नछिर्दा पनि हुन्छ मैले सोचे अनुसारले है मैले भोगे अनुसारले चाहिँ किनकि मैले युट्युब सुरु गरेँ अहिले होइन नि त धेरै भइसक्यो क्या त्यही हो अब युट्युब सुरु गरेर चाहिँ धेरै भयो लगभग धेरै त नभनौँ लगभग जे भए पनि 5-6 वर्ष 4-5 वर्ष 5-6 वर्षै भयो क्या अरे मेरो चाहिँ के भयो भने युट्युब आइडियाहरू बिग्रिने कहिले के हुने होइन अब पहिला त थाहा हुँदैन थियो नि त फर्स्टमा त थाहा हुँदैन नि त आफूलाई अनि यताउता मन लाग्दै गरिदिने भिडियो मन लागिहाल्ने मन नहाल्ने कहिले के गरिदिने भएर त त्यसो गरेपछि चाहिँ युट्युब बिग्रिँदो रहेछ क्या अब कहिले ह्याक भइदिने कहिले के गरिदिने होइन त्यस्तै भएर धेरै भोग्यो हो मैले हुन्छ नि आफूलाई आफू नपरुन्जेल थाहा हुँदैन रहेछ कि जे कुरा पनि अनि त्यही हो अहिले चाहिँ युट्युबको बारेमा यताउता धेरै कुरा थाहा भयो धेरै कुरा बुझ्यो अनि त्यसपछिबाट चाहिँ अहिले ठिकै छ भनौँ युट्युब टिकटक सबै मैले चलाउनु होइन युट्युब र टिकटक मात्र हो फेसबुक छ फेसबुक पनि खासै चलाउँदिनँ खासै हेर्दिनँ इन्स्टाहरू चलाउँदिनँ टिकटक र युट्युब मात्रै हो मैले चलाउने भनेको अनि चाहिँ भए पनि अहिले चाहिँ राम्रै भइरहेछ युट्युबमा नि राम्रै छ भनौँ अहिले चाहिँ है सबजनाले साथ सपोर्ट दिइरहनु भएको छ धेरै धेरै धन्यवाद माया गरिदिनु होला अझै पनि भन्न चाहन्छु अब अरू भने यस्तै हो म दामी कन्टेन्ट लिएर आउँछु हजुरहरू हेर्नु होला माया गर्नु होला साथ सपोर्ट दिनु होला म चाहिँ सिधै यता नालाबाट आइरहेको छु है अब यो नालाको बाटो हुँदै छिर्ने त हो अहिले नगरकोट जाने बाटो पनि त्यही भक्तपुरबाट भित्र छिरेर यही नालाको बाटोमै त निस्किन्छ नि अनि त्यही भएर यतैबाट अहिले आँडा सट्ट जाउँ ओइ मामफुली अनि आरबी साथी पनि त्यहीँ आउँछ अनि ट्याक्क त्यहाँबाट दुईजना टक्क छिर्नुपर्छ बाटो यस्तो छ यार दुईवटा गाडी नअट्ने बाटो छ है साँच्ची पहिरो गएर यस्तो पहिरो गएको छ बाटोको हालत यस्तो छ केटा हो साथी आइपुग्यो कि छैन हौ खै मेरो कानको यो हेलमेटको ब्लुटुथ पनि चार्ज रहेनछ अनि चार्ज भए अन गरेर ठ्याक्क थाहा हुन्थ्यो फोन बगलीमा साउन्ड सुने छैन फोन त गरे छैन होला नि साथीले अहिले अब उतै गरेर हेरौँला हाम्रो आरबी साथीलाई फोन गरेर कहाँ आइपुग्यो साथी भनेको त खोइ कहाँ आइपुग्यो भन्छ यार यता ब्यारेकपट्टि कता आइपुगेर भन्छ त्यो ब्यारेक भनेर त त्यो उनीहरू त अनि भक्तपुर अलि उता होइन त्यो के ठाउँको नाम चाहिँ मलाई पनि थाहा छैन राम्रोसँग त्यो ब्यारेक मलाई थाहा छ हो अनि केटा हो के अरे नगरकोट जाने बाटो त त्यहाँ जस्तो लाग्यो कहाँनिर हो ठ्याक्कै एक्ज्याक्ट थाहा छैन मलाई नि है पहिला गएको थियो कति भइसक्यो नगएको अनि उताबाट चाहिँ गएको थियो क्या अस्ति उता लगभग 2 वर्ष त्यस्तै भयो होला 1.5 वर्ष भयो कि नगएको हामी त उतैबाट छिरेर जान्थ्यो क्या उता के अरे उता कुन्ताबाट गएको थियो कतिचोटि उतै हुँदै यताबाट चाहिँ छिरेको थियो यताबाट एकचोटि छिरेको थियो कति लगभग 2 वर्ष 3 वर्षै भयो के अरे अनि त्यो भएर यताबाट यादै छैन क्या राम्रोसँग त्यहाँ मैले बाटो चाहिँ देखाएको छु तर त्यहाँबाट हो कि होइन कन्फर्म फिक्स चाहिँ छैन केही छैन अब गएर अहिले मान्छेलाई सोधौँला आउन चाहिँ आएकडा हो साथी आउँदैछ साथी कता आइपुग्यो थाहा छैन सायद नगरकोट जाने बाटो यहाँबाट जस्तो लागेको थियो मलाई चाहिँ है नगरकोट जाने यहाँबाट हो नगरकोट जाने नगरकोट त उता हो नि त्यो यहाँबाट अलि यहाँबाट सिधै गएर उता जाने हो ए यता नगई यता जाने हो ए हजुर नलागी यता हुँदै जाने होइन ए म त यहाँ यो जस्तो लाग्यो क्या ए हजुर ए मेन बाटो चाहिँ त्यही हो
हस् त हस् हिजो भयो त गडा हो साथी त यता कता छिर्यो थाहा छैन तेलकोट भन्नेतिर अरे यताको बाटो गयो कि यताको बाटो गयो नि थाहा छैन यार ब्रदर तेलकोट भने कता हो थाहा छैन कसलाई सोधौँ त बे साथी त अनि धेरै माथि आइसकेछ नि त अनि त तेलकोट भने त यहाँ माथि रहेछ धेरै यता आएछ नि त अनि यत्रो माथि आइसक्यो यारमा बाइकमा तेलै नहालिकन आएको छु कति छ 2 लाइन देखेर चाहिँ आउँदाखेरि नै 2 लाइन कि 3 लाइन त उतै आउँदाखेरि नै थियो कहाँ माथि आएको त साथी यार म त त्यो नगरकोट छिर्ने त्यो अहिलेको तल त्यो मुखमै बसिरह भनेर त्यही साथीलाई भोलि फाइनली भेटियो के छ साथी के छ आइफोन देखाएको है क्या हो कहाँबाट आएको साथी अनि मैले त्यो नगरकोट छिर्ने त त्यो तल मुखैमा हो नि त कहाँ यत्रो माथि आएको त अनि त्यहाँबाट ठ्याक्क उता गयो भने नाला निस्किन्छ यता आयो भने यता नगरकोट आइन्छ मुखैमा भने ठ्याक्कै माथि आइसकेको रहेछ हामी खासमा कहाँ निस्केको रे नगरकोट होइन त नगरकोट डाँडामा त जाने होइन हामी त्यो एक्टिभा चलाउने कता हो त्यहाँ तल देखाएको थिएँ मैले एक्टिभा कि के एटिभी के हो त्यहाँ तल त्यो बोर्ड देखाएको थिएँ कि मैले त्यहाँनिर ल कडा अहिले भेट्छु म रन्डीको छोरो माछ सिक्ने झन्डा हान्दै क्या रन्डीको बालले त माछ सिक्ने खाते रन्डीको छोरो माछ सिक्ने जाउँ त जाउँ के गरे आएको यो तपाईँ कति तपाईँले यताबाट आएको भएर गरे म त उसले ओभरटेक गर्दा थियो नि त यति मिसो मर्छ विचार गर है स्पिड होइन तिमीले हेपेर आएको तिमीले नखाएछ मलाई होइन आयो भने तिमीले म जे पनि गर्दैछु यहाँ तिमीले हेपेर आएको मलाई ठुलो कुरा नगर आफ्नो छातीमा हात राखेर बोल हेपेर आएको हो कि यति भन तपाईँले त्यस्तरी पेलेर आउनु भएको छ मैले ओभरटेक देखेन अहिले झ्याप्प दिन्छ सालाले थाहा हुन्छ ओभरटेक देखेन त्यहाँ मैले पेलेको नानीको छोरा खोला तले तँले के गर्छ भने हेपेको होइन तपाईँले त्यस्तरी पेलेर आउनु भएको छ अनि मैले पनि पेल्दै हो अहिले झ्याप्प दिन्छ सालाले थाहा हुन्छ ओभरटेकर देखेन त्यहाँ मैले पेलेको नानीको छोरा दाइ केही भनेको छैन दाइ यार तपाईँले यार दाइ यार केही भनेको छैन दाइ यार तपाईँ थट दाइ यार होइन क्या दाइ यार के भनेको छैन दाइ यार तपाईँ भयो दाइ सरी दाइ सरी दाइ यार सरी भयो दाइ सरी ल हाम्रै गल्ती भयो सरी दाइ यार सरी दाइ भयो तपाईँले हान्नु भएन गोप्रो के गरेको छैन अनै छैन दाइ यार तपाईँ हावा सरी दाइ यार ल हाम्रै गल्ती भएछ त्यस्तो होइन दाइ त्यस्तो हेपेकै छैन दाइ यार तपाईँले केही भनेकै छैन दाइ केही भनेकै छैन दाइ यार तपाईँले भाइ प्लिज क्या दाइ यार
छैन नि त हेपेको यार के भनेको छैन त यार हामीले ओभरटेक गरिरहेको छु को तिमीहरू कोही पनि हुँदा हामी हुन त के हुनु नि हुन त के हुनु नि हामी त के होइन नि सरी दाइ यार हामी सरी दाइ ल सरी मान्छु त्यो कुरा सरी दाइ ल हाम्रो गल्ती भएछ सरी एउटा बाइकमा जाऊ सरी दाइ दाइ मैले पनि हाम्रो दिएको हो हाम्रो गल्ती भएछ सरी दाइ ल पेलेको मैले पेलेको तिमीहरूलाई सरी दाइ यार सरी दाइ यार चाबी दिनु सरी दाइ कहाँ तिमीहरू हेर्नु फुकाल त मेरो हाम्रो उताबाट जहाँ सुइगयो कहाँ दाइ धादिङबाट आएको हो क्या हामी घुम्नलाई आएको दाइ होइन मसँग अरू एकजना मान्छे कति पनि मार्छ यहाँ अहिले मैले पनि पेलिदिएको हो हाम्रो गल्ती भयो तिमीहरूले पेलेको मैले पेलेको तिमीहरूलाई दाइ भयो ल सरी ल कहाँ तिमीहरू हेर्नु फुकाल त मेरो हाम्रो हेर्नु फुकाल जहाँ सुइगयोस् कहाँ दाइ धादिङबाट आएको हो क्या हामी घुम्नलाई आएको दाइ हेर्नु होइन फुकाल नि घुम्नलाई आएको दाइ कसम भगवान् कसम दाइ घुम्नलाई आएको हो क्या हामी दम्बा किन घुम्नलाई देखाएको मैले मलाई दम्बा किन देखाएको त्यस्तो देखाएकै छैन दाइ तपाईँले म ओभरटेक गरिरहेको छु राइट राइट दाइ त्यो सही कुरो हो ल हाम्रो गल्ती भयो क्या दाइ सरी दाइ प्लिज दाइ यार त्यो मैले ओभरटेक गर्नु मेरो गल्ती थियो होइन ल हाम्रै तिम्रो गल्ती मेरो डिस्टेन्स कति थियो मैले यत्रो क्लोजमा मैले ओभरटेक गरेको होइन नि दाइ ल हाम्रै गल्ती भयो सरी दाइ यार प्लिज तिमीले चाहिँ मलाई के सोचेर कसले हात हाल्नु तिमीले होइन तपाईँले ल त हात हाल्नु भयो नि त अनि तिमीहरू जस्तो बाइक छ नि मैले पनि चढाएको छु तर मैले त्यो दम्बा कहिले पनि देखाएन कति पर्छ मुची बाइकको तर मैले जिन्दगी छ नि बाइक चढाएर मैले जिन्दगी कसैले मैले यो किसिमको व्यवहार मैले देखाएन क्या तिम्रो जस्तो यङ एज छ नि मैले पनि क्रस गरेर आएको छु लग्न हाल्छस् भने नम्बर देऊ नम्बर देऊ त यसमा गर त्यहाँ पऱ्यो होइन नि म ओभरटेक गरेर आएर चाहिँ मलाई बाइक पुरै यसो पेलेर आएर क्या डिस्टेन्स कति थियो थाहा छ तिमीलाई तिमीहरू त्यस्तो बाइक मैले पनि चलाएँ क्या यति तिमीहरूको ध्यान जान्छ यहाँ होइन मैले त्यहाँ ओभरटेक गरेर आएको छु यतिको डिस्टेन्स चाहिँ मलाई पुरै यस्तो गरेर मैले पनि पेलेर आएको क्या फर्केर आएँ क्या मैले यसलाई हात हाल्नु कसले हात हाल्नु छुट्टी नलगा मुची तिमीहरू चिन्ता लाइन ल्याएर खेल्छु मुची म देखाउ घरमा हालिस् भने मान्छेको खोजी मार्नु फेरि जेल गर यो मुची गोब्रो गएर मुची 50 60 गोब्रो बोकेर बेलाको गोब्रो बोकेर म चाहिँ फुट्न लाऊ यो दम्बन नदेखाऊ मर्छ मुची ज्यान जान्छ आफूले रिस हुन्छ क्या बाइकमा त्यसरी चलाउने तिमीले कति बेला राम्रो हेर त्यहाँ सेल्टस बनाइदिनु म खरपाटी फोन गरेर सेल्टस मुची मेरो पछाडि सेल्टर राम्रो थाहा छ तिमीहरू जहाँ सुकीबाट आऊ न आफ्नो गोहीमा चलाऊ न तिमीले यस्तो बेला त डर्दै यार त्यो होइन त मलाई रिस उठ्छ यता माग हामी त बिस्तारै आइरहेको थियौँ भाइ यार त्यही पनि बाटो थाहा छैन भाइ फर्स्ट टाइम आएको हामी फर्स्ट टाइम आएको अरूसम्म आएको पनि थिएन भाइ यार चलाउँछ आफू त मर्छ अरूसँग मार्छ हामीले पनि चलाएको छौँ मजाले चलाएको छु मैले तर जिन्दगीमा मैले कसैले यसरी जिगजाग मैले कसैले देखाइन मैले आफू त परेको अरूसँग पारिदिँदा भइहाल्यो अब तिमीले सरी भनिहाल्यो जस त्यसरी नचलाऊ बाइक पुरा चलिसक्यो त्यसरी नचलाऊ राम्रोसँग चलाऊ आफू पनि बस्छ अरूलाई पनि बस्छ अब नजाउँ साथी यही रहेछ आजको यति रहेछ के किन गर्ला जस्तो कसले हातले भन्छ मलाई त्यसो त पारो तातो बेलामा म त केही भनेको छैन दाइ सरी भन्दा छु दाइ यार तपाईँले तिमीहरूले मलाई के पनि गर्छ नि भाइ
आँखा चिम्लेर बस्नु मलाई हान्देऊ ल म छेकिदिन्छु मलाई ढालेछ भने म त्यस्तो होइन दाइ यार हामीले चाहिँ हान्ने कुरै गरेको छैन कोही मान्छे आउँछ तिम्रो छैन घाउ त गाडीवालाले घाउ लाग्दैन घाउ लाग्यो त बाइकवालालाई हो क्या आफू सेफ भएर हिँड्नुपर्छ बाइकवालाले आफू सेफ भएर हिँड्नु हो क्या सिसीको छुने बित्तिकै आफूले घाउ लागिहाल्छ के हुन्छ दाजु अब कहाँ जाने आलु खराब नगरेर जाऊ जाउँ चल्दिउँ अब घुम्न आएको घुमेर त घुम्न आएको दाइ मैले गल्ती त अब आफ्नो ठाउँ भइसक्यो पनि हेरौँ केही छैन बनोस् खासमा त उसैले पेलेर आएको थियो नि होइन हानेको क्या उसलाई त यार सरी दाइ सरी भन्दा पनि होइन मलाई त बाइकमा कस्तो हान्यो अब उसैले पेलेर आएको थियो नि पहिला न र उहाँ रङ साइडमा आएको छ ऊ अनि ऊ परैबाट थिचेर आइरहेको थियो क्या उसले ओभरटेक गरेर आएको छ ऊ पुरै रङ साइडमा छ क्या खासमा उसको गल्ती त अब त हामीलाई नै साथी हो त्यही भने म छड्दै उनीहरूको ठाउँ रहेछ क्यामेरा अन थिएन अघि त्यो रङ साइड आउँदा क्यामेरा अन थिएन त्यो क्यामेरा देखायो होला नि त रङ साइड आएको त अनै गरेर गएर हो नि यहाँबाट बोल्दै गएर चाहिँ धेरै स्पिड थिएन क्या दाइ अनि भोटे गरी त्यस्तो अरे के गल्ती छ हामी त पार्की पऱ्यो होइन होला साथी त्यस्तो केही छैन भगवान् छन् भने हाम्रो पनि दिन होला एकछिन बसौँ न कहाँ बस्ने त्यही बसौँ तर माथि डाँडामा छ माथि नजाउँ है हाम्रो धादिङ हो यार सायद त्यो ऊ कता हो दाइ एटिभी कहाँ छ त्यो एटिभी कता हो हजुर एटिभी के ब्रो एटिभी कि त्यो एटिभी चारपाङ्गे के चारपाङ्रे गुडाउँछ नि यहाँ कहाँनिर हो मैले त्यो तल अघि बोर्ड देखाएको थिएँ क्या एटिभी भन्नुभएको हजुर हजुर माथि हो नि माथि भने कहाँनिर माथि यहाँबाट सिधै माथि बाटेन छोडी माथि जानु त्यो नगरकोट चोक आउँछ एउटा अच्छा त्यहाँबाट अझै माथि हो क्या अलि हाइटमा छ जाने हो हाल्ने त हो नि के मतलब भने त्यो आफै रङ साइड आएर बत्ती रह आउँदो रहेछ हेरौँ न हाम्रो पनि छ नि ठाउँमा त यहाँ पो भने सबै छ त्यहाँबाट उयो गाडी छ नि ऊ परबाट एउटा गाडी आइरहेछ अगाडि होइन त्योभन्दा पछाडि त्यो थियो क्या त्यसले ओभरटेक गरेर अन्टीकोमा आइपुग्यो अनि त्यो रङ साइड भएपछि त्यसलाई हामीले उ गर्नु भएन भने झन्डै उडाइदिएको मलाई यतिले अब अनि ऊ आफै डन भगवान् छन् हाल्ने हो लाएर नम्बर नआएको के गर्दो रहेछ हेरौँ न ब्याड लक म पछि थिएँ साथीको पछि थियो साथीलाई झन्नै हान्दै हो क्या त्यो कारले यहाँनिर हो क्या म देखाउँछु मेरो चाबी खै मासला गल्ती त्यसैको थियो है त्यसैको ठाउँमा जस्तो चाहिँ ठ्याक्कै यहाँनिर हो क्या ठ्याक्कै यहाँनिर त्यो पुरै यो रङ साइडमा छ क्या मेरो चाहिँ क्यामेरा त्यो साथीको हुन्थ्यो अरे भन्थ्यो ठ्याक्कै यहाँनिर झन्नै हान्दै हो क्या पुरै रङ साइड आइरहेको छ त्यो अनि हामी हाम्रै साइडमा छ अझ उही ठुलो कुरो गर्छ ठिकै छ हल्का लात खायो केही छैन सहनुपर्छ यार ब्लगर भएपछि यस्तै हो गाह्रो छ रिसिभी के रिसिभी मेरो भाइचर गएको हो मेरो भाइचर निस्कियो रहेछ त यार निस्क्यो हो कि भाइचर भाँच्यो हो यो रन छोरा त अब त भाइचर गएको रहेछ त भाइचर लगै गयो यार साइडको भयो नि त भाइचरको लगै गयो यार रन्डीको छोरा माछिने भाइचरको लगै गयो म त अहिले पो खरा गर्छ के खरा गर्छ भन्छु त ल केटा हो फाइनली अलि माथि आएर बसेको है अहिले दरो के खायो दरो पिटाइ खायो है एकदम मजाको पिटाइ खायो है अब चिया खान लाग्यो केटा हो पिटाइ खायो खुसी छौँ
खुसी छौँ हामी दुःखी छैन ल भाइलाई नि भेट्यो ल ल राम्रोसँग जाउँ ल बहिनी राम्रोसँग जाउँ ल ल ल भाइ बिस्तारै जाउँ आफ्नै गल्ती उसकै गल्ती भएर नि तिर्दै हेर हामीलाई त जो चोर उसैको ठुलो चोर भने गल्ती गर्यो भने यसले आएको त्यस्तो छ यार तर मेरो चाक दुखिरहेको छ केटा दरो कि खाइ यार केही छैन केटा अब हामी भ्लगर भनेपछि जसले पनि हेप्दो रहेछ क्या तर है भ्लगर भनेपछि जसले पनि हेप्ने कि अलिकति नराम्रै सोच्ने कि अब अलिकति गोप्रो सोप्रो क्यामेरा बोकेर हिँडेपछि अलिकति त्यस्तै सोध्छ कि के हो है साथीले यहाँ रोकम भन्यो चिया खाइदिउँ न एकछिन बसेर भन्यो त्यहाँदेखि एकछिन रोकेको है त्यो भाइलाई पनि भेट्यो केटा भाइ यहाँ छ दुईजनाको टक्क पारेर अलिकति नराम्रो लाग्यो चाहिँ अब आफ्नो गल्ती नभए नि पिडाइ खाइयो कि अब के भन्यो उस त्यो सायद त्यसैको ठाउँ रहेछ त्यो त्यहीँको रहेछ लोकल रहेछ होइन अब हामीले पिडा भए त हामी पनि दुईजना थियो होइन अब मैले जङ्गिया त जङ्गिया हो कसलाई हातले भने मैले पनि जङ्गिया त थिएँ होइन अब फेरि अब अर्का ठाउँमा आएर अब के होइन केटाहरूले डढाइस भनेर कमेन्ट गर्ला है दुईजना भएर एकजनाले पिट्नु सकेन भन्ला अब ठिकै छ केटा हो केही छैन अब आफ्नो ठाउँमा जो पनि हिरो भइहाल्छ होइन अब ठिक छ हाम्रो ठाउँमा आओस् मा कसम खुट्टा काटिदिन्छु चिने होइन ठिकै छ अब पछि आएर ठुल्कुरो गऱ्यो भन्ला ठिकै छ आफ्नो ठाउँमा जो पनि हिरो हो होइन हाम्रो पनि ठाउँमा आओस् न मा हामी पनि देखाउँछौँ चाहिँ खुट्टा काटिदिन्छु ठिक छ केटा साथीले फर्स्ट चार्ज भेट्यो हेर्नुहोस् होला दार्जिलिङको मान्छे हो हामी साथीले 11 भएकै छैन मलाई त खासै भएको छैन साथी म त यस्तो गरेँ म त टाउको मात्रै बढी हान्यो नि त साथी मलाई चाकमा तिमीले त चाकमा यस्तो हान्यो मैले छोरोले किक मात्र खाएको मैले भगवान् छन् भने भगवान्ले पनि त्यसलाई त्यसरी हान्न सकिन्छ होइन भगवान्ले त हान्दैन है हुन्छ नि त हामी जस्तो रन्डोहरूले हान्नुहोस् न ओइ हामी रन्डो होइन कस्तो यार के बोले अति दिने तर किन साथी क्यामेरा बोके भएर हेपिहाल्छ हामीले तर होइन अब क्यामेरा तेरो चाहियो भन्ला होइन जे भयो पनि अब क्यामेरा बोकेर हिँड्ने यस्तो चुरोट खानु लागेको छ साथीले फेरि केही छैन साथी छोडिदियो जे भयो नि क्यामेरा बोकेर हिँड्ने मान्छेले अलिकति नराम्रो सोच्ने रहेछ क्या जसले पनि अलिकति के हो केटा हो बुझ्नै सकिन है खै के है हामी के आतङ्कवादी लाग्छ कि क्या हो तिमीहरूलाई यसो नगर नि यार केटा हो बिचरा हामी सोझो मान्छेलाई यार यसरी नपिटाउ नि यार चाक दुख्ने गरी मेरो त हेलमेटै हेलमेट कस्तो हान्यो त्यो रन्डीको छोरोले मैले मेरो गोबरै गयो भन्ने सोच भएको थियो अलिकति नरमाइलो लगाएर चाहिँ अब आफ्नो गल्ती नहुँदा नि पुरै खायो त्यति हो कि साथी अब आफ्नो सरी भन्दा पनि हेर नि त्यहाँ आफ्नो ठाउँमा जो पनि हिरो भयो नि हान्छ हाम्रो ठाउँमा त साथी कुकुर पनि सेयर हो नि सक्छ भने हाम्रो ठाउँमा आएर होइन त्यस्तै गरी हानेर देख होइन त्यसपछि अनि तँलाई मान्छु ल त को हो अनि हामी को हो बच्चा भनेर हेप्यो होला ठिक छ केही छैन भगवान् छन् भने हाम्रो पनि दिन आउँछ चाक देख्यो यार मेरो त साथीलाई चाहिँ लास्टै रन्डीको किक छोरोलाई खायो कि किक साथीले हात हाल्यो मेरो त नम्बर लिएर गएको छ रन्डीको छोरोले कसले हात हाल्यो भनेर जङ्गेर गएको जङ्गेर गएको नि थिएन नि साथी म जङ्गेकै थिएँ जङ्गेको कि कसलाई हात हाल्यो भने कसलाई हात हाल्यो भनेर म लत्त बाइकबाट ओर्लेर अगाडि सारे हिँड्दामा त्यति त गर्यो नि तिमीले अनि त्यो मलाई झनक्क सर्किहाल्यो फेरि अब अर्काको ठाउँमा अनि न त्यही भएर चुप्लाएर बसेर साथी सोचिरहेको थिएँ क्या म के गरौँ हानेर भाग्यो भने फेरि तिमी मुजी बाई लात्ताले हानेर घुमिरहेको थियो नि त मलाई त यस्तो हेलमेटले हानेर यस्तो भाग्नु मन लागेको थियो लात्ताले हानेर घुमिरहेको थियो तिमीलाई लात्ताले हानेर उ त लगिरहेको त बाइकमा बाइक पछाडि ए भाग हानेर त्यतिखेर त तिमीलाई खतरा किक हाने थियो रन्डिङ छोरोले होइन अब नराम्रो नभनौँ है ठिकै छ होइन हाम्रै गल्ती नभए पनि पिटाइ खायो त्यति हाम्रो गल्ती नभए नि हाम्रै गल्ती भयो ल ठिकै छ सरी माग्दा पनि पिट्यो कि अरू भयो त्यस्तै हो सरी भन्दा त छुन्छ नि त जे भयो नि बुझ्नुपर्ने हो के छ त्यो मान्छे होइन भेडे रहेछ क्या भेडे म को हो चिने छस् रे सिधै अब भेडे रहेछ डन रहेछ केही छैन साथी उसको ठाउँको डन होला गल्लीको डाउन होला ठिकै छ केटा अब उता जाने भने त गइएन मुड अफ भयो यस्तो यस्तो भयो भिडियो नहाल भनेको छ भिडियो किन हाल्ने हाले हो हालिदिने हो चौकी जानु पऱ्यो केस पऱ्यो पनि मतलब छैन जाने हो मतलब छैन है किनकि हाम्रो गल्ती छैन नि त यहाँ भिडियोमै छ कि भिडियोमै देखाएको छ नम्बर ल्याउँछ त्यसले रेडी किसरको नम्बर हालै भएन ठिक छ केटा
यसको नम्बर 98510936 यस्तै यस्तै भयो केटा हो। म अब सायद टेकुतिर जानु छ, एकछिन सामान लिन्छ, सामान हल्का लिन्छु अनि म सिधै फर्किन्छु। अब यो भ्लग के भयो भयो केटा हो। यस्तै के सोचेको थिएँ के भयो क्या है के सोचेर आएको के भयो केटाहरू नराम्रो कमेन्ट गर्छ, दुईजना हो एकजना पुग्न सकेन भन्ने होला। हामी बिचारा सोझो मान्छे हो, केटा खानी बस्ने बाला पिँढी खाने बसिन्छ नि। अब केटा हो गल्ती नहुँदा पनि पिँढी खायो, ठिक छ। आँसु आएको छैन साथी, चाक चाहिँ दुखिरहेको छ यार। ल केटा अब नेक्स्ट भ्लगतिर भेट्ने त होला नि, नेक्स्ट भ्लगतिर भेटौँ ल। यो भ्लग यस्तो यस्तो नै भयो, नरमाइलो भयो, नरमाइलो पिठो खाइयो। राम्रोसँग हेरेर मात्रै अनि कमेन्ट गर्नु होला केटा हो, कसको गल्ती छ होइन भिडियो चाहिँ राम्रोसँग हेर्नु होला, कसको गल्ती छ अनि कमेन्ट गर्नु होला। थाहा पाउँछ होइन। भिडियो अनै थियो, क्यामेरा अनै थियो कि मेरो त, म चाहिँ अनै गरेर गफ गर्दै हिँड्दा थिएँ नि त साथी। अनि मैले त हल्का मात्रै गरेको, मैले यताबाट नकाटेँ त मै उडेँ नि साथी, त्यहाँ धन्नै उडिदिएको। मलाई त यस्तो गरेर आएर मात्रै कारले यता पेल्या थियो, मेरो चाहिँ क्यामेरा आएको थियो कि त्यहाँनिर। मैले त झन्डै उडाइदिएँ नि त्यहाँ, मैले त छुयो लेगाएर भन्ने सोच भएको थियो। मैले नि छुयो भनेर सोचेको थिएँ। लत्तै छलाइदिएँ नि त मैले, अन्त उड्यो भन्नाले ठिक छ केही छ। के भन्नु छ, केही भन्नु छैन साथी, पिटाइ खायो अब त्यही हो साथी। अब यस्तो चाहिँ अलिक बढी नै भयो केटा हो है। अब जेसुकै भए पनि अब हामीले सरी भन्दा पनि अब हिरो बनेर हात हाल्यो हामीलाई होइन। डन रहेछ नि त, डन रहेछ नि त। डिओजी डन रहेछ, ठिक छ केही छैन। हामी अहिले सानै छौँ, बालका छौँ, भगवान्ले हामीलाई पनि ठुलो भन्नु होला। त्यतिखेर हाम्रो नि हुन्छ नि त के हो, त्यतिखेर त त्यसको मरिसक्छ होला त। यार धेरै कुरा नगरौँ, दुखिरहेको छ चाक साथी। नराम्रो कुरो न कमेन्ट नगर्नु होला, अब भिडियो राम्रोसँग हेर्नु होला अनि कमेन्ट गर्नु होला। त्यही हो, म त कस्तो चाक दुख्यो कि केटा हो। ल केटा हो, ल बाई बाई यार, पछि भेटौँला। सराइट गाई चाहिँ म चाहिँ अहिले घर आइसकेँ। अघि चाहिँ उता काठमाडौँ थिएँ, अहिले उताबाट उहाँ गयो, त्यसपछि साथीलाई पुऱ्याइदिएँ उतासम्म। कहाँ भने उता माकलबारीसम्म साथीलाई छोडिदिएँ। त्यसपछि म चाहिँ फर्केँ है। उता सामान लिन जानुपर्ने थियो। आज उता घुमेर आज एक्टिभा चलाउने, एक्टिभा के अरे त्यो 4-5 बाइक, खासमा त्यो चलाउने भनेर गएको, चलाउनु मन लागिरहेको थियो मलाई। अनि त्यहाँ गएको थियो, बाटोमा त्यस्तो भयो लफडा। अहिले हाम्रो गल्ती पनि केही छैन है, हजुरहरूले त्यहाँ भिडियो नै हेर्नुभयो होला सायद। ऊ आफै रङ साइड आएको छ अनि पुरै अब। तर मा कसम फर्स्ट टाइम मैले पिँढी खाएको होला, म चिप्लो लगाएर बसेको भने फर्स्ट टाइम होला क्या होइन। अब ठिकै छ, क्यामेरा पनि त्यत्तिकै अनै रहेछ। के भन्ने यार, अब त्यहाँबाट घुमेर अनि टेकु गएर सामानहरू लिएर आउँछु भनेको थियो। सामान पनि केही ल्याएन, मुडै अफ भयो क्या। त्यसपछि आधी बाटो उता पुगेपछि त मुडै अफ भयो क्या। अनि सामान ल्याउँदैन, अब म फर्किन्छु भनेर म चाहिँ फर्किदिएको है, नभए सामानहरू ल्याउनु भन्दै के भयो केटा हो। मेरो हेलमेटको भाइचुट गएछ, चाक दुखिरहेको छ केटा हो। चाकमा त्यो दाजुलेको दह्रो किक हान्नुभयो है, ठिक छ। मिठो किक चाहिँ मिठो हान्नुभयो, अरू भन्ने त्यस्तो हो। चाक दुखिरहेछ, अलिक बिस्तारै हान्नुभयो भने थियो है। अब हाम्रो गल्ती थिएन, गल्ती नभए पनि पिट्नु भयो, ठिकै छ, केही छैन, खुसी छु। पिँढी खाएर पनि खुसी नै छु म है। कस्तो तर पछि आएर चाहिँ कस्तो रिग्रेट लिएर आयो। तर फर्स्ट टाइम हो यस्तो। तर के भन्नु होइन, सहेर बसेको क्या हामी, धेरै दुवैजना सहेर बसेको हो क्या। चुप लगाएर बसेको हामी, सहेर बसेको हो क्या। त्यो हाम्रो ठाउँमा अरू हो भने कोही पनि सहँदैन थियो क्या। यस्तो रिस त उठिरहेको थियो होइन, तर पनि एकचोटि हात फर्केन क्या। एकचोटि झनक्क रिस उठ्यो, साथीलाई पहिल्यै सुरुमा बाटा हानेपछि म झनक्क रिस उठ्यो, कसलाई हात हाल्यो अरे भनेर म झनक्क झन्केर चाहिँ गएँ। त्यसपछिबाट फेरि हात उठेन क्या। तर आज के भएको कि म होइन पहिला नि होइन, अब कहिले काहीँ यस्तो झगडा पर्छ नि होइन, झगडामा परेको छु होइन। तर यस्तो चाहिँ भएको थिएन आज लास्ट टाइम। म पुरै ब्ल्याङ्क भइरहेको थिएँ कि म के भइरहेको थियो, म साइको भएर बसिरहेको थिएँ क्या।
है म एकचोटि नै हाटुरेन केही भन्ने मुखमा चाहिँ जवाफै छैन के भइरहेको थियो गइरहेको मलाई के भन्ने आएर फेरि केटाहरूले दुईजना भएर एकजनाले पिटेर पठायो भनेर कमेन्ट गर्दा केटा हो त्यस्तो होइन है अब के भयो भयो है त्यस्तो झगडा गर्ने उता होइन त्यस्तो झगडा गर्न खोजेको होइन त्यो दाइ आफै रङ साइड आएको हो उसैले उल्टो पिट्नु भयो है ठिकै छ केही छैन त्यो दाइले भनेको थियो होइन अब भिडियो सिडियो हालिस् भने यताउता देखाएको थियो होइन हामी पनि हेर्छु कसले के गर्दो रहेछ हामी पनि हेरौँ होला होइन पुरा केसेस पऱ्यो भने चौकी जानु पऱ्यो पनि डराउनेवाला छैन होइन भिडियो चाहिँ हालिदिन्छु मलाई मतलब छैन त्यसो चौकी जानु पऱ्यो नि गइदिन्छु होइन मलाई मतलब छैन म भिडियो चाहिँ हालिदिन्छु है किनकि हाम्रो गल्ती छैन गल्तीमा बिना गल्ती हामीलाई यस्तो गरेको छ होइन त्यो ठाउँमा सायद त्यो दाइ अब त्यतिको लोकल थियो होला होइन अब हो तपाईँ डन हुनुहुँदो रहेछ त्यहाँको होइन ठिकै छ आफ्नो ठाउँ भनेर ठुलो कुरो गरे होला होइन हाम्रो ठाउँमा नि आएपछि देखाउँछ हाम्रो ठाउँमा नि आओस् न होइन कुनै दिन हामी पनि देखाउनेछौँ त्यसै गरी अब कोहीसँग झगडा गरेर रिसिभ गरेर केही हुनेवाला पनि छैन है यस्तै यस्तै नै भयो भर्खर घर आएको यहाँ बसिरहेको छु टक्क छटमा छु लुगा पनि खोले छैन यत्तिकै छ लुगा पनि खोले छैन केही खोले छैन यत्तिकै बसिरहेको छु तर मुडै अफ भयो क्या यत्तिकै सामान लिनु जानु सामान नि ल्याएन भिडियो त हाल्छु है तर पिटाइ खाइयो ओभर बिल्ला हुन्छ बिल्ला भयो नि केही छैन भिडियो हालिदिन्छु है जे पर्छ मलाई मतलब छैन किनकि लाइफमा फर्स्ट टाइम मैले यस्तो सहेर बसेँ कि पिटाइ खाइएँ होइन अहिलेसम्म मलाई एक शब्द कसैले छिरेक्क भनेको र म झनक्क हुने मेरो हात उडिहाल्यो होइन आज मलाई के भयो साइको भने साथी पनि त्यस्तै साथी पनि चुपचाप ल हामी त उल्टो सरी नै भनिरहेको थियो होइन ल हाम्रै गल्ती छ सरी भनेर भनेको तर पनि त्यत्रो सरी भन्दा पनि यो दाइले गऱ्यो होइन ल ठिकै छ केही छैन ल बाई बाई